हेर्नुहोस् त दर्शकवृन्द, यो भिडियो हेरेर चाहिँ मेरो मन एकदमै गदगद भएर आएको छ। एउटा गौ माता यसरी यो सब्जीवाला सब्जी पसलको साथमा चाहिँ आफ्नो माया लाड प्यार देखाइरहेकी छिन्। हेर्नुहोस् त एकदमै मार्मिक लाग्यो मलाई। उसले चाहिँ यसरी सब्जी पसलमा सब्जी बेच्दै गर्दाखेरि आफ्नो चाहिँ रोजमर्राको धन्दा यानि कि आफ्नो चाहिँ व्यापार गरिरहेको अवस्थामा लाजवाब केही पनि लागेको छैन, दिएपछि मात्रै खाने अरे न त नखाने आफ्नो लाडपाड देखाइरहेकी छिन्। कस्तो मार्मिक दृश्य, एकदमै मन छोएर आयो। साथीहरू, तपाईँलाई कस्तो लाग्यो? आफ्नो भनाइ र आफ्नो जिज्ञासा पनि प्रस्तुत गर्नुहोला, लेख्नुहोला। मैले चाहिँ भिडियो हेरेमै धेरै धेरै पटक हेरेँ मैले भिडियो, र फेरि पनि हेरिरहँ लागिरह्यो। कस्तो माया है। यदि गौमाताले यिनले गाईले यदि चाहन्थिन् भने सबै झ्यारामझुम पारेर खान सक्थिन् होला नि, तर नै खाएनन्। मजाले चाहिँ पर्खिरहेकी छिन्, दिएपछि मात्रै खाने न त नखाने। एकदमै मन छोएर आयो। जय गौ माता, जय लक्ष्मी माता। लेख्न नभुल्नु होला। हजुरलाई कस्तो लाग्यो? मन पऱ्यो शेयर गर्नुहोस्।